नमस्ते नमस्कार वेलकम टु माई च्यानल मेरो गाउँले भ्लगमा तपाईँहरूको माझमा म चाहिँ यसो भिडियोहरू ल्याउने कोसिसमा छु। यो चाहिँ एकदमै मन पराउने ठाउँ, मरिससको एकदमै राम्रो ठाउँ। यहाँ चाहिँ तपाईँहरूको माझमा मैले क्लिपहरू ल्याएको छु। यहाँ चाहिँ यो सबैजनाहरू आउने गर्नुहुन्छ। यहाँ टिकटक फोटोहरू, टिकटक भिडियोहरू बनाउने, फोटोहरू खिच्ने ठाउँ हो। यो चाहिँ यहाँको यो मरिससको यो चाहिँ राजधानी हो तपाईँहरूको माझमा। र मैले नेपालको कुन ठाउँमा देखेको थिएँ, सरी मलाई चाहिँ नाम ठ्याक्कै याद आएन। त्यस्तै सिस्टम यहाँ पनि छ। यो चाहिँ यो के भन्छ, साँचो ताला चाबी भन्ने चलन छ। यो यसरी चाहिँ एउटा कुनै धर्म होला, एउटा मान्यता होला, यसरी बनाउने, यसरी झुन्डाउने चलन चाहिँ रहेछ। चाबी चाहिँ नरहेछ। चाबी भएको भए एउटा उठाउने हुन्थ्यो। र पनि यसो जोक आनन्दको कति धेरै चाबीहरू झुन्डाएको रहेछ। सायद यो देखिसकेपछि यहाँ चाहिँ फोटो खिच्ने, भिडियो बनाउने साथीहरूले चाहिँ ठाउँ पनि थाहा पाइसक्नु भएको छ। यो साथीहरू अब म चाहिँ फर्किन लागेको ल। यसो बाटोमा चाहिँ भिडियोहरू भ्लगहरू बनाउँदै फर्किन्न भन्ने क्रममा म चाहिँ फर्किन चाहिँ आँटेँ अब है। यो चाहिँ एकदम आज आनन्दको रहेछ। यसो साथीहरूसँग भेटीघाटी हुन पाएको भए अझ राम्रो हुन्थ्यो। कोही साथीहरू भएको भए एकदमै आनन्द हुन्थ्यो। म चाहिँ एक्लै अब फर्किन चाहिँ लाग्यो। चराको गुड जस्तो छ यहाँ झुन्डाएको छ है। एउटा नमुना तपाईँहरूले देख्न सक्नुहुन्छ। यो मरिससको एकदमै छाँटामा भएको ठाउँमा साथीहरूले चाहिँ भिडियो बनाउनुहुन्छ। यहाँ पनि एकदम आनन्दले यहाँ चाहिँ चिल पारामा चाहिँ एकदमै रमाइलो गर्दै हुनुहुन्छ। यहाँ चाहिँ टिकटक बनाउने ठाउँ है, फोटो खिच्ने ठाउँ। छाँटाहरू झुन्डाएको छ। यो चाहिँ तपाईँ देख्न सक्नुहुन्छ। म पनि यहाँसम्म त आए त पुग्यो, तर खै त अब एक्लै छु। कसले बनाइदिने है, कसले बनाइदिने मेरो चाहिँ भिडियो, कसले बनाइदिने, म आफै बनाउँछु ल। आनन्दको छ। है त्यही पार्किङमा पुग्यो। आज चाहिँ हिँडाइ धेरै भयो। आजको हिँडाइ चाहिँ धेरै भयो। र साथीहरू म चाहिँ वेस्टर्न युनियन ब्याङ्कको छेउनेर आइपुगेको छु। यो बस पार्कको नजिकै एउटा वेस्टर्न युनियन ब्याङ्क चाहिँ छ है। यहाँ चाहिँ सायद कतिपय साथीहरूले बङ्गाली मार्केट भनेर पनि भन्ने गर्दछन्, किनभने बङ्गलादेशका साथीहरूले चाहिँ यहाँ चाहिँ मार्केट चलाउनु भएको छ। यताबाट गयो। यहाँको चाहिँ एउटा क्लिप बनाउनु चाहिँ मलाई एकदमै मन थियो।
चाहिँ मलाई बोल्न चाहिँ के आएन है। यहाँ चाहिँ तपाईँहरूले एकदम सुपथ मूल्यमा हरेक चिज हरेक सामान सबै पाउनुहुनेछ। आउनुहोस् भिजिट गर्नुहोस्। भिडियो चाहिँ राम्रो चाहिँ नबन्द रहेछ यहाँ चाहिँ भिडियो, किनभने एकदमै बोल्नै सकेन। ल बोल्नै सकेन। यता चाहिँ अलिक सुनसान चाहिँ रहेछ। यो चाहिँ मासु पसल। मासु पसलमा पनि छिरेन। यता छिर्छु होला एक राउन्ड। यताबाट चाहिँ यताबाट चाहिँ यताबाट चाहिँ छिर्छु होला। सरी, मलाई माफ गरिदिनु होला। म चाहिँ बोल्न चाहिँ सकेन। अलिक त्यो अप्ठ्यारो लागेको जस्तो। एक्लै भएको बेलामा चाहिँ गुटुङ बोल्न मन लाग्ने होइन। तर यो धेरै मान्छेको अगाडिबाट चाहिँ बोल्नलाई एकदमै अप्ठ्यारो हुँदो रहेछ। म चाहिँ बोल्न चाहिँ सकेन है। अवश्य पनि एकदमै एक्सपिरियन्स भएर तपाईँहरूको माझमा युट्युब जर्नीमा एकदमै भिडियोहरू राम्रो ल्याउने छु। No, today off. यो चाहिँ अग्लो अग्लो सुपारीका रुख। सुपारी भन्दो रहेछ के अरे होइन। मलाई पनि त्यति थाहा थिएन। यहाँबाट जाउँ। अब फर्किने बेला भयो साथीहरू। गाउँले भ्लगलाई लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। प्लिज सब्सक्राइब चाहिँ गरिदिनुहोस् ल। अब यहाँ चाहिँ अब चाहिँ जाम चाहिँ लाग्छ होइन।
आउँदै हिँड्यो त मान्छेहरू त नगर्नुपर्ने हो। ल खुलेछ सबै मान्छेहरू भिडियो फोटो बनाउनमा एकदमै बिजी व्यस्त। यहाँ पनि पर्मिसन चाहिँ छ। थ्याङ्क यू। थ्याङ्क यू। थ्याङ्क यू। अब चाहिँ यसरी चाहिँ जानुपर्ने हुन्छ। मैले यसरी युट्युबर भ्लगरहरू मैले चाहिँ देखिरहेको छ। मलाई अलिकति कता कता फिल पनि भइरहेको छ कि भिडियोहरू बनाउन नपाउने पो हो कि भनेर। हुन त म धेरै भयो यहाँ आएको चाहिँ, तर मैले चाहिँ यो जर्नीमा मलाई त्यति कुराहरू नलेज भएन कि, त्यही भएर पनि अलिकति चाहिँ अप्ठ्यारो महसुस चाहिँ भएको छ। एकछिन अलिकति पार्किङमा गएर तपाईँहरूको माझमा केही भिडियोहरू हल्का क्लिप गर्ने चाहिँ। अघि बिहान चाहिँ गएको थिएँ म चाहिँ जान चाहिँ है, त्यो आएको बेलामा चाहिँ बनाइहालौँ भन्ने कुरोले अब चाहिँ फर्किने बेला पनि भएको छ। अब एकछिनपछि यहाँका मान्छेहरू चाहिँ यसरी चाहिँ यो पार्किङबाट आउने जाने गर्नुहुन्छ। खासमा यहाँ चाहिँ साथीहरूले चमेरा पार्किङ पनि भन्ने गर्नुहुन्छ यो चाहिँ, किनभने यहाँ चाहिँ चमेराहरू एकदमै ठुल्ठुला रुख छ नि त। अनि यहाँ चाहिँ बस्ने गरेको कारणले गर्दाखेरि चमेरा पार्किङ भनेर भन्नुहुन्छ। तर खास गरी यो चाहिँ यो पार्कको चाहिँ नाम चाहिँ अलग चाहिँ छ न त। पार्किङको नाम चाहिँ मलाई त्यति कुरो थाहा भएन।